हामी त्यो सैलुङको यात्रा गरेर आएको सैलुङ गएर ल फेरि अब हामी यहाँ मुनि पावर ब्याङ्कमा पनि चार्ज रहेछ अनि त्यही भएर अब हामी यसो भ्यालिँदैका तपाईँहरूलाई पनि यति देखाइदिन्छु भनेर एउटा चाहिँ खतरा एउटा भिडियो ल कस्तो सैलुङको बोटमा आइपुगेको छौँ है बोट बोट चाहिँ है त फेरि पनि यहाँ चाहिँ यस्तो छ यस्तो ढुङ्गा राख्ने के हुन्छ रे राख्यो भने अर्को दुनियाँमा नि यहाँ आउन सक्छ भन्छ है पाइन्छ अरे क्या अर्को दुनियाँमा नि यहाँ आउन पाइन्छ अरे अनि मनले मागेको कुरा पाइन्छ भन्ने चाहना छ यहाँको क्याबले गर्दाखेरि कामै बाँदरको जस्तो काम देखेको अहिले चार मिलाउनु अहिले चाहिँ मुनि लाली गुराँसहरू पनि खतरा खतरा छ है फेरि अनि महादेव गुफा चाहिँ माथितिरबाट I don't like that type of words. महादेव गुफा यता तल गहिरो उसले पढेर खाँदैन त्यतै ल्याएको त हामी माथितिर चढ्दैछौँ नमस्ते र उकालो चढ्दैछौँ उकालोले गाह्रो बनाउँछ अरूले भने यस्तै त्यस्तै उकालो आइपुग्यो हामी तल तल त्रिशुल मन्दिर तिनचोटि बजाउ न थियो अनि यहाँ हामी कतितिर जाँदै है त अङ्कल अगाडि अगाडि आन्टी पछाडि पछाडि ल अनि अर्को गुफा झर्ने बाटो यहाँ आइपुगेपछि यो यहाँ आएपछि यहाँ तलतिर उहाँ है खै यहाँ त्यो जङ्गलमा है गुफा ट्याक्क तलतिर झर्दा हो हजुर ल मुनि झरेपछि भिडियो गर्छु लड्छ यहाँ झन्डै उतार्नु पऱ्यो उतार्नु परेको झन्डै म त माथि गएर सैलुङको बोट आइपुग्दै धेरै टाइम लाग्दैन रहेछ मेरो सानो आयो ल हामी झर्दैछौँ मान्छे धेरै नै छैन माथितिर चढ्दा चाहिँ धेरै थियो ओह्रालो झर्दा चाहिँ धेरै छैन पानी पऱ्यो भने बस्नु थाल्छ है पानी पऱ्यो भने मैले भने होइन उसको भएको हुँदैन भनेर जे पनि हुनसक्छ भनेर यस्तो ढकमको घाम लाग्ने ठाउँमा पानी पर्छ त्यो कहिले उसको कहिले पानी यहाँको मौसम चेन्ज भइराख्ने ल अब हामी आइपुग्यो भर्याङ आइपुग्यो भर्याङ आइपुग्यो पानी पर्दाखेरि बस्नलाई ओर्लाने ठाउँ पनि छ है र भर्याङ चढ्नु लाग्यो हामी चाहिँ भर्याङ चढ्नु लाग्यो भर्याङ कतिवटा छ गन्दैछौँ है त 1 2 3 4 5 6वटा भर्याङ चढेँ 6वटा भर्याङ सिधा ठाउँ यस्तै छ छवटा लामोमा एउटा लामोमा 7वटा
पेसा भनाइ भनिन्छ अँ। कस्तो कुरा बुझ्नु भन्नु न आफू त 9 तिनीहरू के भन्छ भने कि 10 11 12 यो गाडामा चाहिँ रेनकोट पाउँछ है रेनकोटवाला दाइ अघि हामीसँग थाहा थियो त्यही भएर रेनकोट लाएन तपाईँहरूलाई माथि जाँदा पानी परेको छ भने रेनकोट चाहिन्छ भने यहाँनिर सम्पर्क गर्नुहोला यहाँले पसलहरू पनि बन्दै बेला भइसक्यो दुईवटा खोलेर चाहिँ हाम्रो काले त्यहाँ भाइदेखि नै भेटेको थियो कालेलाई अघि देखाएन त त्यही हो खानु लगाइसक्यो घोडाको स्टाइलमा घोडा रहेनछ